रुपियाँ 105 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी नुवाकोटको लागि गोठका सुरेखा श्रेष्ठज्यूले स्वर्गीय माता रसीमाया श्रेष्ठज्यूको सम्मानना स्वरूप 105 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी कीर्तिपुरबाट रसीमाया महर्जनज्यूले स्वर्गीय माता महर्जन 5 रुपियाँ सहयोग गर्नुभएको छ। बडालज्यूले समस्त विद्यार्थीहरू वीरा बर्तवाज्यूले स्वर्गीय माता हिरालाल शेरा बर्तवाको 110 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी रूपक गिरिज्यूले नेकुमारी दिदीको सम्मानना स्वरूपमा रु 110 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी युनिभर्सिटीका उर्मिला भण्डारीज्यूले स्वर्गीय माता ठुलेमाया ज्यूको सम्मानना स्वरूपमा 130 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी आफ्नो साथीहरूको सम्पर्कमा आउनुहोला। माया श्रेष्ठज्यूले स्वर्गीय माता एचमाया श्रेष्ठज्यूको सम्मानना हेटौडा निवासी शान्त अधिकारीज्यू तपाईँलाई खोजिराख्नु भएको छ। तपाईँ कहाँ हुनुहुन्छ? यो माइकिङ भएको स्थलमा आउनुहोला। हेटौडा निवासी शान्त अधिकारीज्यू ए दाजु म बाहिर जाने है, म बाहिर जाने है त दाजु। नचिने मान्छे आज माता तीर्थको विशेष दिन आफ्नो मातृदेवो भवको लागि सम्झिनको लागि काठमाडौँको माता तीर्थमा विशेष मेला लागिरहेको छ र यहाँ लाखौँ भक्तजनहरूको बिहान 7-9 बजेदेखि बाक्लो उपस्थिति छ र यसै क्रममा भिडियो प्रस्तुतकर्ता माता तीर्थ परिसरमा आइपुगेको छ र जय शम्भो जय शम्भो जय शम्भो भिडलाई व्यवस्थापन गर्नको लागि नेपाल स्काउटको टोली खटिएको छ। नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको छ। साधु सन्तहरूको पनि बाक्लो उपस्थिति छ। आफ्नो विचारलाई सफलता पार्नको निम्ति आउनुहुने
धन्यवाद भिडियो प्रस्तुत गर्दा विश्राम गेवाली र काँचै हाल माता तीर्थ परिसर। थ्याङ्क यू अल अफ यू।